चोट दिने भनेकै आफन्तले त हो। चोट दिने भनेकै आफन्तले त हो। पराइले त झुक्किएर ठोकिँदा पनि माफी मागेर जान्छ। पीडा त्यहाँनिर पुगेर झन् डबल हुन्छ। तपाईले कसैलाई आफूले सम्झिएर मनभित्रका कुराहरू उसलाई भन्नुभयो, तर उसले एक दिन तपाईकै कमजोरी माथि टेकेर तपाईको फाइदा उठाउन खोज्छ। त्यसैले मन र तन खोल्नुभन्दा पहिले धेरै विचार गर्नुपर्ने रहेछ। के थाहा, जसको अगाडि तपाईले खोल्दै हुनुहुन्छ त्यो मान्छे त्यसको लायक नहुन पनि त सक्छ। तिमीलाई बिर्सन खोज्दा झन् धेरै तिम्रै याद आउँछ। सायद साँचो प्रेम कहिल्यै नमर्ने रहेछ। साँचो प्रेम त याद बनेर मनमा बल्झिँदो रहेछ। आगोले जलेको वन र पीडाले जलेको मन उस्तै रहेछ। फेरि पलाउन निकै समय लाग्छ। मुहार हँसिलो हुँदैमा कसैको मन खुसी छ भन्ने हुँदैन नि महोदय। यहाँ रङ्गीन गुलाबको पनि छाया कालो नै हुने गर्छ। याद जस्तो खतरनाक मृत्यु हुँदैन। मृत्युले एकै पटक मार्छ भने यादले पटक पटक मार्ने रहेछ। तिमीसँग बोल्दा पनि मन दुख्छ, नबोल्दा पनि मन दुख्छ। बोल्दा तिम्रो जवाफले मन दुख्छ, नबोल्दा तिम्रो अभावले मन दुख्छ।